5th डिस्कसन हो अनि हाम्रो आजको वक्ताहरू चाहिँ सरिता शाह र निराजन झा हुनुहुन्छ। उहाँहरूले चाहिँ निराजनजीले चाहिँ काशी देवी भन्ने नाटक लेख्नु भएको र सरिताजीले चाहिँ त्यसलाई डाइरेक्ट गर्नुभएको छ हैन। सो उहाँहरू आज हाम्रो स्पिकर हो। अनि बिफोर म उहाँहरूलाई ह्यान्डओभर गर्छु त्योभन्दा अगाडि हाम्रो चाहिँ यो रेगुलर डिस्कसनको पार्ट हो अनि एभ्री ट्युजडे र सन्डे चाहिँ हाम्रो रेगुलर डिस्कसन हुन्छ यहाँ मार्टिन चौतारीमा। अनि नेक्स्ट डिस्कसन चाहिँ 7 फेब्रुअरीमा छ, आर्काइभल होल्डिङ्स इन द युएस एन्ड युरोप रिलेटेड टु नेपाल स्टडिज रिसर्च भनेर। त्यसै गरी यहाँ तपाईँहरूसँग यो लिस्ट अभाइलेबल छ होला सेड्युल, त्यो चाहिँ हेर्नु होला। त्यसमा हाम्रो रेगुलर डिस्कसनको मोड्युल्सहरू अभाइलेबल छ। वान मोर इन्फर्मेसन, अनि यो हाम्रो मधेस डिस्कसन सिरिज चाहिँ नेपाल मधेस फाउन्डेसनसँग जोइन्टली अर्गनाइज गरिएको हो। अनि एज हाम्रो रुल हामी फर्स्ट स्टार्ट चाहिँ इन्ट्रोडक्सनबाट गर्छौँ। म चाहिँ कल्पना झा, म चाहिँ यहीँ मार्टिन चौतारीमा काम गर्छु। नमस्ते, मेरो नाम चाहिँ नवीन चौधरी अनि म चाहिँ सोसल साइन्सको स्टुडेन्ट्स र मेरो घर चाहिँ रोहतट। नमस्ते, म गुन्जन झा, मेरो घर सप्तरी, म अहिले करेन्टली बिएसडब्ल्यूको स्टुडेन्ट। नमस्ते, मेरो नाम चाहिँ रवि, मेरो घर चाहिँ बिरगञ्ज, अहिले हालको म बिएसडब्ल्यू स्टुडेन्ट लाग्छु। नमस्ते, म तुला नारायण शाह, म नेपाल मधेस फाउन्डेसनमा काम गर्छु। नमस्कार, मेरो नाम अर्जुन खरे, म सोसल साइन्स विभागमा काम गर्छु। म देवराज मगे, मार्टिन चौतारी। म सङ्गीता लिम्बू, मार्टिन चौतारीमा काम गर्छु। मेरो नाम अपेक्षा बराजी, म एउटा MBA ग्रेजुएट हुँ। नमस्ते, म कृष्ण कुमार शाह, नेपाल मधेस फाउन्डेसन। नमस्ते, मेरो नाम कुसुमलता तिवारी एन्ड आई वर्क फर नेपाल मधेस फाउन्डेसन। नमस्ते, मेरो नाम निराजन छ, अहिले म BSWRD लिएर अध्ययनरत छु, ब्याचलर इन सोसल वर्क एन्ड रुरल डेभलपमेन्ट, र अहिले भर्खर काशी दिन्छु। नमस्ते, मेरो नाम सरिता शाह, म कास्कै पनि होइन। बेसिकली टु इन्ट्रोड्युस निराजनजी इज अ स्टुडेन्ट अनि उहाँले चाहिँ यो काशी देवी लेख्नु भएको यो कथा चाहिँ उहाँले नै लेख्नुभयो। Sarita is the director and she's a student of Pointli language, which she did not want to reveal for some reason. So yeah, after that, let me hand over to Nirajan and Sarita. सबभन्दा बढी जुन हाम्रो काशी देवी जब आउनेवाला थियो अनि सरिताज्यू महिना दिन पहिलादेखि नै व्हाइट साडी लाएर बस्नुहुन्थ्यो, उहाँ डिबिया जलाएर बस्नुहुन्थ्यो, राति राति अन्ध्यारो कोठामा बस्नुहुन्थ्यो, अन्ध्यारो ठाउँमा बस्नुहुन्थ्यो। सो आई वान्ट टु लिसन हर फर्स्ट दिन आफ्टर सबभन्दा पहिला मलाई बोल्न जति गाह्रो केही पनि लाग्दैन, तर यहाँ बोल्नै पर्छ। म खासमा मेरो योभन्दा पहिला चाहिँ मैले एउटा नरेन्द्रराज पाण्डेको उपन्यास लुलाई उपन्यासलाई नाट्य रूपान्तरण गरेर मैले एउटा नाटक निर्देशन गरेका थिएँ। त्यो पछाडि चाहिँ मलाई एउटा खास कुनै नाटक एउटा भन्नाले कुनै लेडिजको इस्युमाथि होस् त्यस्तो चाहिँ कुनै गर्न पाए हुन्थ्यो भन्ने भइरहेको थियो आफैले चाहिँ। अनि ठ्याक्कै त्यतिखेर हाम्रो लेखकज्यूले हाम्रो नाटक हेर्नुभएको रहेछ अनि ठ्याक्कै उहाँले चाहिँ पछि मलाई भेट्न बोलाउनु भयो। अनि सरिताजी, म काशी देवीमाथि नाटक गर्न खोज्दैछु, म चाहन्छु तपाईँ डिरेक्सन गर्नुहोस् भनेर भन्नुभयो उहाँले। अनि हुन्छ गरौँला, सँगै गरौँला, पहिला तपाईँ स्क्रिप्ट तयार पार्नुहोस् अनि हामी त्यस पछाडि त्यसमा काम गरौँला भनेर भने उहाँलाई। अनि ठ्याक्कै त्यस पछाडि हामी उता मिथिला यात्रामा पनि गयौँ। अनि त्यही बेला पनि उहाँले फेरि त्यही कुरा गर्नुभएको थियो, ठिक छ पहिला तपाईँ स्क्रिप्ट तयार पार्नुहोस् अनि त्यस पछाडि हामी त्यो काम गरौँला भनेर भन्नुभयो। उहाँले स्क्रिप्ट बनाउनु भयो, उहाँले सायद फर्स्ट टाइम नै स्क्रिप्ट लेख्नुभएको हो, सायद नाटक लेख्नुभएको। अनि लेखेर ल्याउनु भयो, तर के ल्याउनु भयो जस्तो भयो कि एकदमै भन्नाले एकदमै सानो सानो 2-3वटा डायलग अनि एउटा शीर्षक, 2-3 4-5वटा डायलग एउटा शीर्षक। निराजनजी, यो त
नाटक यस्तो हुँदैन। एउटा सिन बनाउनको लागि कमसे कम 2 या 3 पेजसम्म डायलग हुनुपर्छ, त्यो सिन हुनुपर्छ भनेर उहाँले भने। यो भएन। त्यस पछाडि मैले प्रत्येक सिनमा कमेन्ट गरेँ, फेरि रिराइट गर्नुहोस् भनेर उहाँले भने। त्यस पछाडि उहाँले चाहिँ हुन्छ म गर्छु भनेर उहाँले एकदमै मेहनत गर्नुभयो, फेरि रिराइट गर्नुभयो। अनि बल्ल एउटा भन्नाले एउटा तयार भयो, ल ठिक छ अब यसलाई चाहिँ गर्न सकिन्छ भनेर एउटा तयार भयो। त्यस पछाडि चाहिँ अझै डायलगहरू पुगिरहेको थिएन त्यहाँ चाहिँ। अनि के कुरा चाहिँ हामी सँगै छलफल गऱ्यौँ, कुराहरू गऱ्यौँ। नाटक त भयो तर अझै मञ्चमा आउनको लागि भन्नाले पुगिरहेको छैन। कमसेकम 1 घन्टाको नाटक बनाउनुपर्छ, हाम्रो समय पनि पुगिरहेको छैन। उहाँले फेरि पनि मेहनत गर्नुभयो, फेरि रिराइट गर्नुभयो। अनि त्यस पछाडि चाहिँ अर्को समस्या के भयो, एउटा नाटकको एउटा स्क्रिप्ट तयार भयो, अब ठिक छ अब यसलाई गर्नुपर्छ भनेर हामी एउटा के भनौँ त्यसलाई एउटा ऊ चाहिँ सक्यो। अब अर्को तनाव त्यहाँबाट सुरु भयो। के भयो भन्दाखेरि आर्टिस्टहरू खोज्ने, किनभने हाम्रो यहाँ आर्टिस्टहरू धेरै हुनुहुन्न तराईको, त्यो पनि यो मैथिली भाषा बोल्ने भएकोले पनि गाह्रो भइरहेको थियो। नेपालीमै भएको भए यहाँ जति पनि आर्टिस्टहरू हुनुहुन्छ, तर मैथिली ल्याङ्ग्वेज भएकोले चाहिँ अलिक गाह्रो भयो हामीलाई आर्टिस्टहरूको लागि। त्यस पछाडि अब आर्टिस्ट खोज्न तनाव भइरहेको थियो। अनि को आर्टिस्ट ल्याउने त, केटीहरूमा पनि कोही हुनुहुन्न, अरू पनि आर्टिस्टहरू हुनुहुन्न। अब त्यहाँबाट अर्को तनाव सुरु भयो, आर्टिस्टहरू खोज्यौँ। अनि अर्को सँगसँगैको तनाव थियो के अरे प्लेमा लगानी कसले गर्ने त। नेपाली नाटक भए लगानी गर्न धेरै मान्छेहरू हुनुहुन्छ, तर मैथिली नाटक यहाँ हुँदैन पनि र लगानी गर्ने मान्छे पनि भेटिएला जस्तो लागेको थिएन हामीलाई त्यतिखेर। अनि निराजनजीसँग हाम्रो कुरा भयो, उहाँले चाहिँ हाम्रो यहाँ धेरै मान्छेहरू हुनुहुन्छ, उहाँहरूले सहयोग गर्नुहुन्छ, तपाईँ नआतिनुहोस् हामी नाटक गर्छौँ भनेर भन्नु। उहाँले हुन्छ हामी त्यही छ भने हामी सहयोग माग्यौँ, धेरैजनासँग हामी कुरा गऱ्यौँ, हामी यस्तो प्ले गर्दैछौँ, हामीलाई सहयोग चाहिरहेछ। अनि धेरैजनाले हुन्छ भन्नुभयो, तर त्यो बोलीमा मात्रै सीमित भयो कि त्यहाँभन्दा अगाडि कुरै बढेन। अनि त्यस पछाडि ठ्याक्कै हाम्रो पूर्णनु दाईसँग भेट भयो। अनि उहाँले हामीले त्यही कुरा राख्यौँ जुन अरूले भेट्दा पनि त्यही राखिरहेको थियौँ, दाई नाटक गर्दैछौँ हामी, केही नभए पनि एटलिस्ट रिहर्सल खर्च अथवा केही एउटा पाटो तपाईँले हेरिदिनु भयो भने हामीलाई सजिलो हुन्छ भनेर उहाँसँग कुरा राख्यौँ। दाईले चाहिँ कति के लाग्छ तिमी मलाई त्यो लिस्ट बनाएर देऊ, म विचार गर्छु भनेर भन्नुभयो। अनि अलिअलि आश जाग्यो, अब चाहिँ नाटक गर्न सकिन्छ जस्तो भयो। त्यस पछाडि चाहिँ दाईलाई पठाएँ, दाईले चाहिँ ठिक छ म सबै बेहोर दिन्छु, म गरिदिन्छु, तिमी नाटक गर भनेर भन्नुभयो। भयो, काम भइरहेको थियो। अचानक हाम्रो बिचमा फेरि अर्कै कुरा आयो। के कुरा आयो भने लेडिज भन्नाले जुन काशीदेवीको भूमिका गर्ने जुन फिमेल आर्टिस्ट चाहिरहेको थियो, त्यो हामीले सुरुमा खोज्यौँ। उता जनकपुरबाट ल्याउन अलिक गाह्रो के थियो भने पेमेन्ट गर्नुपर्ने कुरा थियो जुन हामीसँग थिएन। अनि त्यो भएर चाहिँ ठिक छ म आफै गर्छु, एउटा असिस्ट डाइरेक्टर राख्छु, अनि मेरो अरूको हुँदाखेरि म आफै हेरिहाल्छु, मेरो हुँदाखेरि उसले मेरो असिस्ट दिइहाल्छ भनेर त्यो कुरा सहमतिमा चाहिँ हामीले हुन्छ ओके गऱ्यौँ। तर बिचमा अचानक के भयो भने चाहिँ होइन तिमीले डिरेक्ट पनि गर्छौ, प्ले पनि गर्छौ, हुँदैन भनेर कुरा आयो कि। अनि लौ न एक तरिकाले गइरहेको काम चाहिँ किन अचानक बिचमा यस्तो आयो भन्ने कुरा भयो। अनि धेरै त्यस्तो एकदमै तनाव भइरहेको थियो। 2-3 दिन पछाडि त अब प्ले नै नहोला जस्तो भइसकेको थियो। अब मैले पनि त्यही सोचिसकेको थिएँ, अब म प्ले गर्न सक्दिनँ, यसरी काम गऱ्यो भने चाहिँ म चाहिँ सक्दिनँ यो टिमसँग काम गर्नलाई जस्तो भइसकेको थियो। अनि हुँदा होइन अर्को मान्छे खोज्नुपर्छ, खोज्नुपर्छ। प्ले हुन 1 हप्ता मात्रै बाँकी छ। अब यो तनावले एकदमै गाह्रो भइरहेको थियो। अनि हुँदा कुरा गर्दा फाइनली मैले अब डिसाइड गरिसकेको छु, अब आर्टिस्ट ल्याउनु भयो भने, किनभने त्यो आर्टिस्टलाई कमसेकम 1 हप्ता उसलाई स्क्रिप्ट बुझाउनै समय लाग्छ, जतिखेर अब हाम्रो प्ले रेडी भएर देखाउनु पर्ने छ, टाइमहरू सब फिक्स भइसकेको छ। अनि त्यस पछाडि चाहिँ पछि हाम्रो कुरा भयो, मिल्यो, ल ठिक छ अब तिमीले नै गर भनेर। अनि त्यस पछाडि चाहिँ हामी प्ले स्टेजमा आयो, राम्रो भयो, सबै प्रतिक्रियाहरू पनि राम्रो आयो। केही भन्नाले धेरै जसो कमेन्टहरू आयो कि एउटा सिनमा चाहिँ एकदमै कमेन्ट आइरहेको थियो, जुन त्यो एउटा भन्नाले हस्बेन्ड वाइफसँगको जुन सिन थियो त्यो सिनमा एकदमै कमेन्टहरू पनि आयो, यो सिनलाई चेन्ज गर्ने कि यस्तो कुराहरू पनि आयो। अनि मैले के भन्यो भने अब सबै दर्शकको सबै आफ्नै हुन्छ, कसैले यो सिन मन परेन उसलाई चेन्ज गरौँ, अर्कोले भन्ला यो सिन मन परेन यसलाई चेन्ज गरौँ भने पछाडि त त्यो मान्छेले नि डिरेक्सन गरे भइहाल्छ नि, म किन डिरेक्सन गर्नु त, यदि सबै सिनहरूकै भनाइमा चेन्ज गर्ने हो भने चाहिँ। अनि त्यो कुराहरूमा पनि बिचबिचमा पनि प्ले हुँदा पनि एकदमै तनाव थियो, एकदमै तनाव भइरहेको थियो।
यो प्ले 9 दिनसम्म पनि हुन्छ कि हुँदैन जस्तो लागिरहेको थियो। अनि नाटक सुरु हुँदाखेरि पनि अर्को तनाव के थियो भने ला मैथिलीमा चाहिँ प्ले गरिरहेको छौँ, दर्शक चाहिँ कति आउने हुन् भन्ने चाहिँ तनाव भइरहेको थियो। किनभने यहाँ नेपाली नाटक हेर्न एकदमै अडियन्सहरू आउनुहुन्छ, तर हाम्रो मैथिली नाटक हेर्ने भन्नाले हाम्रो तराईको मान्छेहरू त्यति धेरै थिएटर हेर्नुहुन्न जहाँसम्म मलाई लाग्छ। किनभने मैले 6 वर्ष भइसक्यो मैले थिएटर गरेको। मैले आक्कल जुक्कल कहिलेकाहीँ अथवा मेरो चिनेको कोही हुनुहुन्छ भने उहाँहरू मात्रै थिएटरमा आउनुहुन्छ, नाट्य पनि कतिचोटि आउनु भनेपछि मात्रै आउनुहुन्छ। सो त्यही हिसाबले चाहिँ मैथिली नाटक त्यो पनि तराईकै अडियन्स मेन हाम्रो टार्गेट पनि त्यही थियो, सकेसम्म हाम्रोतिरको अडियन्स मैथिली भाषीहरू आओस् भन्ने थियो। अब त्यो चाहिँ अब कतिको आउँछ कि आउँदैन कि हाम्रो हल खाली हुन्छ कि के हुन्छ भन्ने एउटा चाहिँ अर्को तनाव भइरहेको थियो। ठ्याक्कै मैले चाहिँ धेरै त अब आउँदैन होला, 2-4 जना 5 जना 6 जना चाहिँ आउँछ होला भन्ने चाहिँ मैले त्यसरी चाहिँ सोचेको थिएँ। तर त्यो कुरा चाहिँ ठ्याक्कै उल्टो भयो कि जहिले पनि अडियन्स एकदमै राम्रो थियो। 1-2 दिन सायद कम थियो, तर बढी प्रायः जस्तो एकदमै अडियन्स पनि राम्रो आयो, प्रतिक्रियाहरू पनि राम्रो पाएँ। त्यही नै थियो। अर्को कुरा मैले भन्ने बिर्सेछु, हामीले नाटकको सुरुवातीमा के समस्या भइरहेको थियो भने काशी देवी मलाई पर्सनली एज अ मैले क्यारेक्टर गर्दाखेरि जतिखेर म उहाँसँग भेट्न गयो, मलाई सकेसम्म उहाँको कुराहरू म खोजिरहेको थिएँ कि उहाँले भन्नुहोस् भनिदिए हुन्थ्यो, किनभने त्यो कुरा मैले गर्नुपर्ने छ। अनि एक त उहाँको एज पनि अहिले धेरै भइसकेको छ, पहिलाको कुराहरू पनि उहाँलाई धेरै याद पनि छैन। अनि मैले के कुराहरू सोधिरहेको थिएँ अनि प्लस उहाँ अप्ठ्यारो पनि एकदमै मानिराख्नु भएको थियो। जस्तो मैले एउटा सानो कुरा सोधेको थिएँ, जसरी तपाईँ उहाँ दुर्गानन्दीसँग बस्दाखेरि तपाईँ कसरी बस्नुहुन्थ्यो, कसरी कुरा गर्नुहुन्थ्यो, के कुरा गर्नुहुन्थ्यो भनेर सोधेको थिएँ। मैले आफ्नो कुरा राखेको थिएँ। अनि उहाँले चाहिँ एकछिन बोल्नु भएन, त्यस पछाडि चाहिँ त्यस्तै अरूको जस्तो हुन्छ त्यस्तै भनेर मात्रै भन्नुभयो कि केही पनि बोल्नु भएन। अनि मलाई त्यस पछाडि आफैलाई अप्ठ्यारो लाग्यो, म अब कसरी सोध्नु, उहाँ बोल्नै खोजिराख्नु भएको छैन, कसरी गर्ने होला त्यो क्यारेक्टर मैले गर्नुपर्ने छ, म कसरी त्यहाँ देखाउनु के देखाउनु जस्तो भइरहेको थियो। किनभने एउटा यो कसैको रियल जीवनमा यो आधारित प्ले भएर गाह्रो भएको, यदि काल्पनिक भएको त हामी जे पनि गर्न सक्थ्यौँ, तर यो रियल कसैको जीवनमा आधारित भएर अलिक गाह्रो भएको थियो त्यतिखेर पनि। अनि जस उहाँ निराजनीले भने जस्तै मैले चाहिँ अब त्यो प्ले उहाँसँग भेटिसके पछाडि अनि त्यो सेतो साडीहरू लाउने अनि त्यो टुकी बालेर यस्तो त्योहरू चाहिँ म गरिरहेको थिएँ। प्ले गर्नुभन्दा धेरै अगाडिदेखि नै गर्न चाहिँ गरिरहेको थिएँ त्यतिखेर चाहिँ। अनि त्यो कुराले मलाई एकदमै। अनि अर्को कुरा के थियो भने 50 वर्ष पहिलाको मैथिली कस्तो थियो भने थाहा थिएन मलाई। कसरी बोल्ने के थियो त्यो मैथिली, कसरी बोलिन्थ्यो होला जस्तो कुरा। अनि त्यो सेटअप पनि कस्तो खालको थियो त्यतिखेरको, जस्तो त्यो सेट त्यो भन्नाले त्यो लुगादेखि त्यो कस्ट्युमहरू सबै कस्तो खालको थियो होला त भन्ने कुराहरूको पनि सुरुमा अलि एकदम तनाव नै भइरहेको थियो। तर निराजनजीले त्यो सबैमा एकदमै हेल्प गर्नुभयो हामीलाई। अनि त्यो भएर हामीलाई चाहिँ इजी पनि भयो र जस जति तनाव आए पनि जति समस्या आए पनि हाम्रो प्ले चाहिँ लगभग मैले सक्सेसफुल नै मानेको छु र भयो पनि जस्तो लाग्छ मलाई चाहिँ। थैंक यू सरिता जी। सो माने चीजें ढलने आप दुनिया के भूगोल में, तखनों हम सब बचा कर रखलों जकड़ा माई के बोल में, सोहर लगनी जटा जटिन की चिजिया